हेलो साथीहरू, नमस्ते सबैजनालाई। वेलकम टु माई ब्लग है। अनि हजुरहरू कस्तो हुनुहुन्छ? आशा गर्छु सबैजना सन्चो सुबिस्तै हुनुहुन्छ होला भनेर। अन्त गरम चाहिँ साथीहरू पुरा बढिरहेको छ, यति बेसी गरम भइरहेको छ कि। तर पनि मोमो बनाउनु मन परेको आज चाहिँ। अनि आजको डिनरमा चाहिँ मोमो बनाउनु पर्यो भनेर चाहिँ थालेको। लागे साथीहरू अब मोमोतर्फ म चाहिँ। गरम चाहिँ यति बेसी बढेको छ कि पुरा गरम भइरहेको छ। मच्छर त्यत्तिकै, गरम त्यत्तिकै भइरहेको छ नि। अब चाहिँ म मोमोको मुजा बनाउनुतिर लागेको। यो चाहिँ हो भेज मोमो है। अनि भेज मोमो बनाएको बाबाले खानु हुँदैन नि त, मासुको मोमोहरू बाबाले खानु हुँदैन कि, त्यसले गर्दा चाहिँ मैले भेज मोमो बनाएको। अनि म चाहिँ मोमोको मुजा बनाउँदैछु। अहिले त कसैको घरमा जानु पनि पर्दैन है। कसैको घरमा के पाक्छ, कता के पाक्छ, सबै कुरो नि याद हुन्छ है। फेसबुकले यति चाहिँ अर्का घरमा जानु चाहिँ पर्दैन। कता के पाक्छ, कसो पाक्छ है, सबै याद भइहाल्छ। त्यही भएर आज चाहिँ म पनि मोमो बनाउने छु। झिङ्गाले दुःख देख्दैन नि। झिङ्गा त्यत्तिकै, मच्छर त्यत्तिकै, गरम त्यत्तिकै साथीहरू। आम्मामा पुरा गरम छ।